Hello everyone, namaste and welcome back to my channel. आज चाहिँ म हजुरहरूलाई मेरो डे इन माई लाइफ देखाउँछु. मेरो दिन चाहिँ कसरी बित्छ त भनेर देखाउँछु. अनि मेरो आँखा चाहिँ एकदम सुन्निरहेछ किन हो हैन यस्तै हो. सो स्टे टिल द एन्ड मेरो दिन कसरी जान्छ त्यो देख्नको लागि. सो गाइस दिस इज लिजा पेन्टिङ बनाइरहेछ. हेलो जहिले चाहिँ उसको स्कुल लागेको हुन्छ नि उसलाई 7 बजे रेडी पार्नु पर्यो. तर आज उसको स्कुल पिरहेछ नि त. अनि त्यही भएर 8 बजे म 8 बजेसम्म यतिकै ल्याङ फ्याङ्छु. वाउ हेलो हेर्नु न हेर्नु मुख नखोल्या गाइस. गाइस म चाहिँ जहिले होइन त्यो ऐना युज गर्थेँ रेडी हुनलाई. तर आज म भ्लग बनाइरहेको छु नि त. अनि यता राख्ने ठाउँ छैन त्यही भएर आज म यो वाला युज गर्दैछु. प्लमको टोनर युज गरिरहेको थिएँ. यो टोनर चाहिँ मलाई सुट नै गरेन क्या. सो यो चाहिँ मैले थ्रिफ्टमा राखेको छु मेरो थ्रिफ्टवाला पेजमा. कसैलाई लिन छ भने यु क्यान डिएम मी अन द थ्रिफ्ट. गाइस आमाले चाहिँ मलाई बिहानै माम पकाइदिनुहुन्छ. बिग साउट आउट टु आमा. हेलो भन्नु न. हेलो गाडीलाई पकाएर हतार त खुवाउनुपर्छ. कलेज पनि कस्तो खालको कलेज हो. कलेज पनि बस्छु न 10 बजेदेखि लाग्नु टाढाबाट हामीले के गरेर गर्नु नजिकै हुनेछ लुकुर हिँड्नु. अब बिचराहरू कहाँ बसेर हुन्छन् के हुन्छन् कतिहरू नलाग्नु. बिहान 10 बजे बनाउनु बेलुका 5 बजे बनाएर पनि गर्नु. पिएलएलबी एडमिनिस्ट्रेसनले यो भ्लग हेर्दै हुनुहुन्छ भने यो कुरामा तपाईँहरूको ध्यान आकर्षण होस्. यस्तो हुन्छ सबैका घरमा. अझ बिहानै आउनेहरूले त बिहानै उठेर टुर हिँडे यसरी हिँड्नुपर्छ. पनि हसिबाउ भइसक्यो गाइस. ओ माई गड यस्तो लेट भइसक्यो. जाम फेरि हेर्नुहोस् गाइस कस्तो जाम हुन्छ. पहिलामा जाम हुन्छ. मलाई चाहिँ म क्लासमा पुगिसकेपछि उसले फेरि उठाएर लिएर होइन गेटको भिडियो बनाउन लानेर. किन भन्दाखेरि उसले नोट सकाइसक्यो मेरो मात्रै नोट बाँकी छ क्या. होइन है होइन मेरो पनि बाँकी छ. सो गाइस यो चाहिँ हाम्रो नयाँ बिल्डिङ हो जुन चाहिँ कहिले पनि बनिसक्न आँटेन. अनि हामीलाई यसमा क्लास गराउने भनेको थियो तर यो बनि नै सक्दैन खै. विगेता
blessed. Wow guys, army biscuit. टेस्ट मन पऱ्यो भने भोलि म अलि धेरै एउटा ल्याउँछु अर्कै वाला छ भन्दैछु हिजो आज यस्तो आउँछ भनेर टेस्ट आर्मी बिस्कुट डाइजेस्टिभ कस्तो टेस्ट हुँदैन क्या आर्मी बिस्कुटको टेस्ट मिक्स हुन्छ क्या डाइजेस्ट अब म पनि आर्मी हुन्छ आर्मी बिस्कुट खाएर क्लास पढ्न आउँछन् कि यो सब गर्न आउँछन् ल्याग कोठा भएको हेर्नुहोस् गाइस यसको कोठा लाएर आयो नि यस्तो मलाई फुल्ने वाला डाइजेस्टिभ मनपर्छ त्यसो हो यो ठिक लागेन तर यसमा आर्मी बिस्कुटको हल्का हिट अफ टेस्ट छ मैले आर्मी बिस्कुट टेस्टै त्यही भएर हल्का हिट छ गाइस टिफिन रिभ्यू गाइज मैले होइन त्यस्तो नयाँ खाजा होइन बट आकृतिको लागि चाहिँ मैले सरप्राइज लिएर आएको छु हेर त काँक्रो सानो काटेर ल्यायो होला काँक्रो छ होइन गिद्रो छुट्टै गाइस एउटीले चपाउने सकिन मैले गिद्रो छुट्टै लिएर आएको छु अनि हाम्रो लागि चाहिँ गिद्रो ल्याउँछ गाइस गिद्रो जति चाहिँ सबै मलाई ल्याइदिन्छ मनपर्छ यस्तो नयाँ आविष्कार सुस्पिन्छ कि के हो त्यस्तो नयाँ आविष्कार एकदम कलरफुल छ गाइस यसलाई हामी अनबक्सिङ दिउँछ अहिले एकछिन खाने बेलामा गर्छ गाइस नोट जति लेखे नि सकिँदैन लेखा लेखे अनि त्यसपछि त्यहाँ हेर्नु बेबीको बेबी के अरे कहाँ गयो सरी अञ्जनाको बेबी गाह्रो छ हौ बेबी भन्न नि मार्छन् होला ओए अञ्जनाको बेबी गाइस यो चाहिँ हाम्रो झापा के अरे चन्द्रगढीबाट हो चाहिँ अनि यो चाहिँ झापाली हो हाम्रो क्लासको होइन यस्तो खतरा हान्छ नि गाइस म झापाभन्दा अलि मास्तिर हो नि त कफ पनि अलिक मास्तिरकै हुन्छ अनि उसले चाहिँ हामीलाई काठु सुपारी खुवाउँछ तपाईँहरूलाई काठु सुपारी चाहिएको छ भने झापालीलाई कन्ट्याक्ट गर्नु होला गाइस हाम्रो चाहिँ कानुनी नेपाली सुरु भइसकेको छ अनि म्यामले आज हामीलाई अर्थगत विशेषता पढाउनुहुन्छ अरे कानुनी नेपाली भाषाको अनि म्याम लेख्दै हुनुहुन्छ के हुन्छ भनेर अब हामीले सार्न पर्ने ओ माइ गड तन्की हेर्दै चाहिँ कतिलाई मलाई देखाउँछ भनेर लु देखाइदिएँ झापालीलाई हेर्नुहोस् गाइस आज एस्थेटिक भएर आएको छ कोट सोट लाएर पुरै जाडो भएको छ अरे झापालीलाई यस्तै हो गाइस यो चाहिँ आशिका हो आशिका गीताको चाहिँ विज्ञता वा चाइनिज गीत गाइदेऊ त आउँदैन गाइस आउँथ्यो गाउँ न गाउँ न ल मैले भन्दा राम्रो चाहिन्छ उहाँले गाउनुहुन्छ पूर्वेली गीत गाइदेऊ न त जता भयो गाइस फर्टी प्रेजेन्ट म्याम यति गर्नको लागि क्लास हान्छ गाइस हामीले जुरिस्प्रुडेन्सको सर कहाँ जानुभयो आउनु नै भएन क्लासमा जुरिस्प्रुडेन्सको सर मिसिङ आज नोट चाहिँ गर्ने थियो फेरि सरको अनि हामीले हतार नोट लेखेको सर नै आउनु मैले चाहिँ होइन गाइस मैले चाहिँ अस्ति सकाइसकेको गाइस हाम्रो जुरिस्प्रुडेन्स क्लास बल्ल सक्यो अनि सरले यत्रो ठुलो ब्याङ्गर ड्रप गरेर जानुभयो कि हामीलाई एउटा ग्रुप रिसर्च लिएर जानुभएको छ हामीले मन्डेसम्ममा सकाउने अरे अनि केही नहेरिकन मेडिसिन नहेरिकन प्रेजेन्ट गर्ने अरे यतिकै दिमागमा जुरिस्प्रुडेन्सको सरले कुन दिन हामीलाई मारेरै छोड्नुहुन्छ अब ब्रेक भयो अब खाजा खान जाने खाजा खाने झापाली सरले सबलाई ट्रमा दिएर जानुभयो गाइस हाम्रो चाहिँ फरेभर खाजा खाने न यो के अरे यो पाडिनी समथिङवाला खाजा घर हो अनि हामी चाहिँ
अपोजिट काठमाडौँ फन पार्कको एक्ज्याक्ट अपोजिट है एन्ट्रान्सको अपोजिट गाइज यहाँनिर आदि त ल क्याम्पसकोहरू नै आइरहेको हुन्छ क्या यता अनि यता पनि सबजना ल क्याम्पसको यहाँ चाहिँ ल क्याम्पसको एउटा खाजा खाने अड्डा जस्तो पनि हो सो गाइज हामी चाहिँ यो के हो यो एउटा सर्वे भरिरहेको छ मेन्टल हेल्थको बारेमा सो चाहिँ अनएक्सपेक्टेडली आज कहाँबाट आयो वी डोन्ट नो गाइज दिस इज गङ्गापुरी ऊ चाहिँ हाम्रो क्लासको सबैभन्दा ठुलो भ्लगर हो ऊ चाहिँ मेरो गुरु हो होइन अनि उनी छिन् एरिका थापा हाम्रो क्लास पहिला यहाँ थियो नि गाइज त कस्तो यहाँ कस्तो रमाइलो हुन्थ्यो तल हालिदियो यत्रो ठुलो हलमा त्यो हल हो नि गाइज खासमा तर हाम्रो हलमा क्लास गराउँछन् गाइज अब हाम्रो अङ्ग्रेजी गुरुबा आउनुभएको छ कानुनी अङ्ग्रेजीको गुरुबा पढाउनु भएको छ हाम्रो क्लासमा I only see my goals, I don't believe in failure, 'cause I know the smallest voices, they can make it major. कस्तो हाइकिङ जान मन लाग्यो यार माथि बोर्डमा हेर त वाह झापामा बस्ने मान्छे हाइकिङ गयो अरे फेरि अनि पछि अब सबैको पढिसकेर बुझिसकेपछि अब नयाँ डेफिनेसन लेख्नु सिक्नु भन्दा हामीलाई यो छ एक्सर्साइज गरेर डन इजिली ल्याङ्ग्वेज अफ प्रोब्लम छ लजिकमा जान सक्ने छैन फोकस एन्ड टाइम बन्दिङ छ अगाडि त्यो बेसिक लेख्नु पर्छ के भन्नु बिकज फोकस एन्ड टाइम बन्दिङ टु अन्डरस्ट्यान्ड क्लियरली one must be equipped with various types of weapons thinking is like watching endlessly what so much critical thinking is but something like wanting to watch the video Are you okay? अब हामीले यो खाँदै सुरु हुँदैछ म चाहिँ गिद्रो ओ यो गिद्रो कसरी खाने अब गिद्रो नभन न गुदी भन हामी गुदी भन्छौँ हामी गिद्रो भन्छौँ रेस्पेक्ट गर न यार हामी त मलाई चाहिँ नभन भन्छ kada गिद्रो लाइक कस्तो अलिक ठाडो बोले जस्तो हुन्छ नि त ए ठाडै यो गिद्रो कसैलाई नि त्यस्तो हुँदैन गिद्रो गुदी गुदी भन यस्तो छ जिन्दगी यही थित्ता थित्तै दिन जान्छ सिआरलाई बाइ द वे साउन्ड लागिसकेछ पृथ्वीनारायण शाह बनिरहेको छ ल ल ल ल आयो गाई जो प्रोजेक्टर मिलाउँदा मिलाउँदै हाम्रो त के भन्नु नि बल्ल भएन ताली ताली वाह गाइस उहाँ चाहिँ मेरो हजुरबा हुनुहुन्छ मेरो कपीमा हजुरबा हुनुहुन्छ गाइज हामी चाहिँ क्लासमा सडन क्रेभिङ्स भएर हामी चटपटे दिन आएको छौँ मलाई छैन यो आखिर गाइज हामी चाहिँ यहाँ चटपटे स्टिक गर्दैछौँ लेट्स गो इन्टु द क्लास नक्कल गर्ने क्रममा अरिजिनल जस्तो ठ्याक्कै हुँदैन त्यसमा अलिअलि भेरिएसन आउँछ त्यही भएर हामीलाई फरक लाग्यो नत्र भने बेलायतका मान्छेले सिकेको पूजा गर्ने कुराहरू चाहिँ उत्पत्ति गरेका होइनन् संस्कृतिको उत्पत्ति हुन सक्छ भनेर उनीहरूले के दाबी गरेको बेलायतको इभी टाइलर बेलायतको अनि एलएस मोर्गन अमेरिकाको भन्ने युरोपबाट गएका अफ्रिकाबाट मान्छे लेफ्टले दुखो अरे
देख्दैनौँ त्यहाँ खस्दैन खत्म बाय बाय टाटा गुड बाय उहाँ चाहिँ हाम्रो पोलिटिकल थ्योरीको सर हुनुहुन्छ अनि उहाँलाई चाहिँ क्यामेरामा आउनु मन पर्दैन त्यही भएर म सर्ट रिभ्यू चाहिँ गर्दिनँ तर उहाँ चाहिँ हाम्रो फेभरेट टिचर हुनुहुन्छ हो कि होइन भन्नु मलाई पोलिटिकलको सर मनपर्छ कि मन पर्दैन फेभरेट टिचर गाइस फाइनल्ली बिदा भयो फाइनल्ली 5 बजी बिदा भयो अघिसम्मको एनर्जीको दिन अघिसम्मको एनर्जी र अहिलेको एनर्जी हेर्नुहोस् बाई सो गाइस म चाहिँ कलेजबाट घर भिज्दै आएँ अन्त त्यसपछि मैले चाहिँ चुरा लगाएँ होइन अनि अब घर जाँदैछु म अनि घरमा सबजना पर्खेर बस्नु मेहन्दी लगाइदिनु भनेर उफ्रेको हेर हजुर लाग्छौ तिमी पनि हाम्रो चाहिँ लुतो फ्याँक्ने तयारी हुँदैछ अब यो ढ्याङ्ग्रो बजाउने गाइज मैले चाहिँ सबजनालाई मेहन्दी लगाइदिएँ र मैले मात्रै चाहिँ लाउन भ्याइनँ म भोलि लाउँछु सो आजको दिन चाहिँ मेरो यसरी नै गयो तपाईँहरूलाई कस्तो लाग्यो मेरो भ्लग कमेन्ट गरिदिनु होला एन्ड थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई